खुसी के बोले भाइ? अब के बोले? एकछिन बसेर हावा ताप्यौं। कामको बेला त्यो तेर्साएर बस्ने कुरा पनि भएन। एउटा उयस बोक्नु पर्ने के थियो। त्यो बायो मेरो युट्युब च्यानलको त्यो पनि छ लिंक। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौँ। मैले चाहिँ आज ठ्याक्कै 1 वर्षपछि भ्लग स्टार्ट गरेँ होइन। दिस इज माई न्यू युट्युब च्यानल। सबैजनाले सब्सक्राइब गरिदिनु। पहिलाको युट्युब च्यानल पनि थियो, कति 400 450 जनालाई चाहिँ थाहा होला होइन, तर भ्युज त अलिक बेसी आउँथ्यो, त्योभन्दा बेसी जान थाहा 450 सब्सक्राइब पुगेको थियो। त्यो बेला त्यस्तै भयो। 2 महिना युज गरेँ मैले, 2 महिनामा 450 पुगेको थिएन, तर कस्तो खुसी लाग्यो है। अनि त्यसपछि छोडिदिएँ। अनि अहिले फेरि यो चाहिँ मेरो नयाँ युट्युब च्यानल हो, सबैजनाले सब्सक्राइब गरिदिनु पर्यो है त साथीहरू। अनि अहिले चाहिँ हामीले घरदेखि भ्लग के अरे यो भिडियो बनाउन नपाएर अहिले यस्तो छिचिडो भयो कि यस्तो छिचिडो भयो, घरमा नि भिडियो बनाउन नपाएर हामी चाहिँ अहिले ठ्याक्कै घुम्ने ठाउँमा आएर भिडियो बनाउँदैछौँ। हामी चाहिँ चल्दैछौँ अहिले घुम्नलाई होइन। कति 3:30 बजिसक्यो कि आज हिजै प्लान बनाएको थिएँ घुम्ने भनेर त, तर यस्तो भयो बिहान पानी पऱ्यो अनि म पनि ढिलो उठेर काम आज ढिलो हुन्छ होला भनेर नजाने भनेको थियो। अनि फेरि एक्कासी चल्दै हामी चाहिँ घुम्नु धेरै भएको थियो नि त, नघुमेको। अन्त साथीहरू केही बोल्दैन यता हेर। अनि हामी चाहिँ यस्तो के भन्छ अरे राम्रो ठाउँमा घुम्न आएको छौँ। अनि त्यहाँ उस्तो गर्नु पऱ्यो नि, सब्सक्राइब फुले फुल चाहिँ उता गएर त्यो पनि देखाउँछ। हेरिदिनु होला, तर पहिलाको मान्छे हो, म सपोर्ट गर्नु पऱ्यो र। त्यति आउँथेन, यताबाट राम्रो देखेछ। त्यही हो पहिला हामी आउँदाखेरि चाहिँ यो स्ल्याब चाहिँ राखेको थिएन, अहिले धेरै छ भने पनि हामी आउने टाइममा चाहिँ यस्तो थिएन। पहिला भन्न खोजेको धेरै फुल भयो भने धेरै फुल भएपछि राम्रो देख्छ। त्यही हो, सब्सक्राइब गरिदिनु सुरुमा। अनि यो नेपाली बोल त वनस्पति अनुसन्धान केन्द्र वृन्दावन वनस्पति यस्तो छ यता उदान कस्तो हरियाली छ कि यस्तो झन् यस्तो दामी देख्छ गाइज। अब हेर्दै गर्नु होला, हामी चाहिँ भिडियो फोटो पनि खिच्नु पर्ने हुन्छ। म त हजुरहरूसँग भेटिरहने छु। ओ साथीहरू, हामीले चाहिँ भिडियो फोटो खिच्यौँ होइन अलिअलि। यो बङ्गेजातिर खिच्यौँ। अब यस्तो पसिना भएर गरी भएर केमा डान्स गरेर भन्दै हो र यस्तो काभ्रेले सन्धीको भिडियो हेर्ने भए टिकटकमा जानु होला। अनि त्यो टिकटकमा त्यो के भन्छ बायो भन्छ होइन माथि, त्यो बायो मेरो युट्युब च्यानलको त्यो पनि छ लिंक पनि छ, त्यहाँ गएर सब्सक्राइब पनि गरिदिनु। तर काभ्रेले सन्धि यस्तो दामी भएको छ साथीहरू, यस्तो दामी भएको छ कि यतिकै गर्दै राख्छ एकचोटि जान्छ यो क्लिपमा जान्छ लामखुट्टे यस्तो। अब हामी चाहिँ त्यहाँ फुल छ कि साथीहरू, त्यहाँ फुल छ नि, त्यहाँ जान्छौँ होइन। अब हामी जाउँ मोल बोका, मेरो मोल पनि बोका, मेरो हामी चाहिँ अब त्यहाँ फुल भएको ठाउँमा जान्छौँ होइन। हामीले यो बगैँचामा चाहिँ फोटो पनि खिच्यौँ, भिडियो पनि बनाऊँ होइन। धेरै फोटोहरू खिच्नु हुँदैन नि त, हातै सुनाइदियो बिचरा। ल हामी चाहिँ उता फुल भएको जान्छौँ। हेर्नु फुल वाउ, बादल पनि दामी। आज चाहिँ 1 वर्षपछि भ्लग बनाएको है साथीहरू। यस्तो कस्तो रमाइलो लागिरहेछ। हामी 3जना घुम्नु पनि थुप्रै भएको थियो है। आइसरमा म चाहिँ बेला बेला गइरहन्थेँ, टेट साथ चाहिँ गएको थिएन क्या। मलाई थाहा। ओ माई गड, हेर नि टेट स्नेक प्लान्ट। वाउ, स्नेक प्लान्ट। ल ओ जाऊ त 2जना जाऊ। अहिले मैले त्यो भ्लग बनाएको थिएँ नि, भ्लग बनाउँदा खोइ कता महारानीलाई भिडियो चाहियो भने मैले भिडियो बनाउनुको लागि त्यो कस्तो बन्द गरिदिएँ। कस्तो राम्रो भएको त्यसो बादल चाहिँ कस्तो राम्रो हेर्नु न साथीहरू। लाइक दिस खासै मान्छे फुलहरू हेर्नु कस्तो राम्रो पानी परेन नि त। आज चाहिँ अलिअलि पानी परेको थियो हजुर। ल हेर्नु न फुलहरू यस्तो राम्रो छ साथीहरू।
फुल चाहिँ फेरि हल्का ओइली हो कि अहिले ओइली है फुल ओइली पनि हाम्रो जोस जागर ओइलिदैन तर हामी चाहिँ अब यो फुलहरू पनि फोटो खिच्नुपर्ने हुन्छ एक दुईवटा भिडियो पनि बनाउँछ होला सायद म त बनाउनु न हो काभ्रेली सम्धि भइहाल्यो अब के चाहियो त्यो भन्दा होइन काभ्रेली सम्धि के छ ठिक छ नि एउटा उयस बोक्नु पर्ने के थियो के स्ट्यान्ड त्यो मैले के अरे स्ट्यान्ड स्ट्यान्ड ओइ के भन्छ त्यसलाई मैले त्यो सोधेको थिएँ कि बुझेको छु तर अर्कोचोटि घुम्ने बेला चाहिँ त्यो स्ट्यान्ड हुन्छ चिन्ता नगर अहिले पैसा पनि थिएन साथीहरू हामी चाहिँ एक दुईवटा फोटो खिच्छु अनि तपाईँहरूसँग भेटौँला है त यस्तो छ यहाँ चाहिँ हेर्नु ल म एकछिनमा भेटौँला हामी चाहिँ एकछिन बस्यौँ लास्टै गऱ्यौँ भयो होइन साथीहरू यहाँ फोटो खिच्न बाँकी छ काभ्रेली सम्धिले गर्नु गरे है अब हेटौँडा सम्धिको पनि आउँदैछ अनि हामीले चाहिँ अहिले फुलहरूमा फोटो खिच्नु बाँकी छ एकछिन यहाँ कस्तो मजाको हावा चल्यो है अनि त्यही भएर हामी चाहिँ एकछिन बसेर हावा ताप्यौँ हावा के चिसो हावा खायौँ एकछिन अनि पानी पनि ल्याउनु बिर्सेछ धेरै पछि घुम्न आएर होला पुरा जोसमा पानी ल्याउनु बिर्सेछ मैले चाहिँ किन बिर्सेँ भन्दा मैले घरमै स्टार्ट गर्नु भएको थिएन कि भिडियो अनि मेरो चाहिँ भिडियो बनाउने चाहिँ सोध्थ्यो यिनीहरूले पनि सम्झाएन महारानीहरूले सम्झाउनु भएन तर धारा चाहिँ उता रहेछ कि धारा त थियो मैले तिमीलाई बोतल ल्याऊ भने त धारा चाहिँ सिलाइदिने धारा चाहिँ छ पानी हेर्नुमा त्यो पनि अहिले उतै गएर खाजा पनि आज बिहान भन्ने हो भने काम गर्दा गर्दा भात पनि खाएको होइन अझै अघि 21 घुम्न आएर अनि यसको घरमा आएर भ्लग स्टार्ट गरौँ भने त्यो पनि त्यत्तिकै भयो अनि यहाँ आएर स्टार्ट गरेको घुम्यौँ त्यता फोटोसोटो खिच्यो भिडियो सिडियो बनायो अब यो फुलहरूमा फोटो खिच्न बाँकी छ भिडियो बनाउनु बाँकी छ होइन त्यसपछि हामी जान्छौँ केही खान्छौँ मलाई कस्तो किरकिर गरिरहेको छ पेट कस्तो भइरहेको क्या यस्तो भगाइरह अहिले घरमा चाहिँ घुम्न जाँदैन भनेर बसेको थियो नि त अनि 81 अनि माइजूले पनि जा भन्नुभयो अनि मैले अलिकति काम चाहिँ छोडिदिएर आएँ अब अर्को भाइ त त्यसरी जानु दिँदैन होला नि माइजूले त जा भन्नुभयो अनि आएको है साथी यो फेरि यहाँ चाहिँ 5 बजे बन्द हुन्छ क्या 5 बजे बन्द हुन्छ कति बजे हातमा घडी त छ अलिक टाइम मिल्यो जस्तो 4:18 भयो 18 मिनट कम रहेछ 18 मिनट कम रहेछ 4:18 भयो 5 बजे बन्द हुन्छ अनि त्यही भएर अब हामी चाहिँ यहाँ एकछिन भिडियो बनाउँछौँ फोटो खिच्छौँ यहाँ फुलहरूमा अनि त्यहाँदेखि फर्किनु पर्ने हुन्छ होला सायद अनि है बजार पनि गइन्छ कि के हुन्छ धेरै पछि हामी साथीहरू निस्केको तर अब मिल्यो भने टाइम हामी साथीको मिल्यो भने यसरी नै घुम्न गइरहने छौँ हजुरहरूलाई देखाइरहने छौँ अब नयाँ भ्लगहरू लिएर आइरहेछौँ भिडियो पनि आउँछ बिस्तारै सबै आउँछ तर त्यो मेरो अर्को च्यानलमा चाहिँ धेरै खाएको थियो नि त भिडियो अब यसमा चाहिँ त्यति आउँदैन तर पनि सम टाइम त खानु पर्ने होइन अनि त्यही भएर मैले के भन्दा है जे भने पनि तर भिडियोहरू चाहिँ आउन छोड्दैन जे होस् यो आइडीलाई सपोर्ट गर्नु होला अनि यस्तो हुन्छ कि साथीहरू मेरो चाहिँ काम रेगुलरी हप्तामा छुट्टी पनि हुँदैन देखिरहेको होइन छुट्टी पनि हुँदैन नि त मेरो त्यो अरूको जस्तो हप्तामा एकचोटि छुट्टी हुँदैन अनि छुट्टी नभएपछि घुम्न जाने पनि टाइम मिलाउनु पर्यो समात त मेरो हात लास्ट गऱ्यो अनि टाइम मिलाउनु पर्ने भएर मेरो चाहिँ रेगुलर काम एउटै हुन्छ त्यही भएर म चाहिँ भ्लग खासै गर्दिनँ अनि कहीँ हिँड्ने बेला अब त्यो कामको बेला त्यो तेर्साएर बस्ने कुरा पनि भएन नि त क्यामेरा अनि एक्लै पनि हुन्छ साथीहरू साथी पनि छैन कि काम गर्ने माइजू हुनुहुन्छ अब माइजू यताउता गरेर त्यही हो अनि मेरो पनि काम गर्नुपर्ने हुन्छ अनि तर पनि म 2-3 बजेपछि फ्री हुन्छु तर अहिले पनि महारानीज्यू यता देखाउँ न महारानीज्यू पनि जब गर्नुहुन्छ नि त अनि जब गर्ने भएर खासै हाम्रो चाहिँ त्यति हिँडाइ हुँदैन त्यही पनि सकेसम्म अब हप्तामा एकचोटि हाम्रो ग्रुप आउँछ होइन ग्रुपको भिडियो आउँछ नभए चाहिँ म पनि कहिले काहीँ कतै गएर बेला म पनि भ्लग बनाउँछु तर भ्लग चाहिँ हेर्नु नछोड्नु है म दिनै भ्लग चाहिँ बनाउँदिनँ त्यो मेरो एउटै काम हुन्छ त्यही भएर म कतै चाहिँ गइरहन्छु गएछु भने भ्लग बनाएर हाल्नेछु लाइक गर्नु सब्सक्राइब गर्नु पर्यो ल साथीहरू अहिले भेटौँला अहिले चाहिँ राखिदिएको ल गाइस अब हामी चाहिँ घर निस्केको है त यो ठाउँबाट चाहिँ हामीले आजको लागि चाहिँ बाई बाई गरेर फेरि कुनै दिन आउनेछौँ राम्रो भएको कि पानी परेर हरियाली पनि छ फुलहरू पनि फुल्यो अब हाम्रो साथीले चाहिँ गाउँछ नि तर नदेखाउने रे गाउँदाखेरि चाहिँ लगाऊ गीत सुन्छौँ ल मेरा भावना छरिएको खरानी बनी मदलदा पनि बोलेमा भयो बत्ती बोलेको अरूले पोलेकै पोलेन थाहा भएन अहिले चाहिँ पोलेरै कालो भएर केही छैन खाना पनि तिमीलाई खुसी दिन चाहन्छु भागमा कि भागेमा
भाग्यमा धेरै सिङ्गर भएपछि यस्तै हुन्छ ल साथीहरू अब चाहिँ हामी यहाँबाट निस्केको ल गेट पनि आइसक्यो यो घामले गर्दा अलिक स्यासा भइरहेको बोल्न अलिक अनकम्फर्टेबल के भन्छ अरे आउँदैन होस् म भन्दिनँ यता खाजा खान्छौँ होला अलिक भेटौँ होला कस्तो गाह्रो भइरहेको कि बोल्नलाई हामीले चाहिँ खाजा खान्छौँ भनेको थियौँ होइन तर उनीहरू पनि धेरै आएन खाजा खाएन अटो पाइहाल्यो अनि हामी त्यहाँबाट निस्किहाल्यो है अब चाहिँ हामी बजारतिर लाग्दिएको बजार पनि आउन लाग्यो है बजार गएर केही खान्छौँ भन्दा कि त्यहाँ खाने भनेको बाहिर निस्किने गेटबाट निस्किने बित्तिकै अटो पायो नि त त्यही भएर हामी पनि निस्किँदा बजार पनि आइपुग्ने बेला भयो झडा बजार यस्तो छ त्यहाँ इन्द्रेणी पनि थियो कतातिर हो पर कता हात देखाउनु हुँदैन हामी चाहिँ बजारतिर गएर भेट्छौँ ल भएन माइ गड भने ए जे भने त्यही हो झरे तर भुइँमा झर्नु पाएन थाहा पाऊ हामी चाहिँ अघि बजार झरेर मैले टप पनि किनेँ त्यो टप किनेको चाहिँ छुट्टै भिडियो बनाएको थिएँ त्यो चाहिँ म अर्को हाल्छु कस्तो राम्रो छ कस्तो महँगो भनेको एनिमी सबमा कस्तो घामले टल्यो राम्रो देखेछ चाख देखेर त्यही भएर किन्दै धेरै घाम टल्केको है अब हामी चाहिँ चटपटा खाने जान्छौँ चटपटा अहिले सुरुचोटि बजारमा भ्लग बनाऊ भएर कस्तो कम्फर्टेबल नै लागिरहेन त्यही भएर म यहाँ बिस्तारै बोलिरहेको छु नजिकै मोबाइल ल्याएर अब अलिअलि बिस्तारै कम्फर्टेबल लाग्छ अनि त्यसपछि चाहिँ म यस्तरी बाह्र तर्साउँछ अनि बनाउँछु हामी चाहिँ उता चटपटी खान जान लागेको ल अब चटपटी खान्छौँ अलिक डन्टी खाइदिएको मलाई मनै पर्दैन देखेन फर्स्ट भ्लग हो यो हामी चाहिँ चटपटा खाने चाहिँ पिया खाएको महारानीज्यू पिया खानुहुन्न अरे अनि मलाई चाहिँ है सेतो लड्डु दिएको रे कालो लड्डु होइन रे सेतो लड्डु रे है मैले अघि पनि भने नि त आज फर्स्टचोटि भएर होला बजारतिर कस्तो कम्फर्टेबल लाग्यो होइन त्यही भएर मैले भिडियो गरिनँ क्या अनि त अलिकति भिडियो स्टार्ट गर्नु थालेँ पानी पर्दा अहिले भिडियो स्टार्ट गर्नु थालेँ अर्को एउटा साथी भनौँ न होइन साथीले के भ्लग गर्यो कस्तो खुसी लागिरहेको है अनि पानी पर्दा खाएँ अब हामी चाहिँ घर जान्छौँ यता कहाँ गएको बुद्ध चोक जाने होइन त बुद्ध चोक चाहिँ किन त केमा जाने अटो जाने ए तिमीलाई सजिलो हुन्छ नि त फायर लाइनको म्याजिक उचाउँछ घर जानु गन्थन भइरहेको घर जानु फिक्स भएर कहाँबाट जाने सल्लाह भएर हामी फेरि तपाईँहरूको सामने आइसकेको थियौँ उहाँको चाहिँ होइन पाइट उयस भयो अरे के पाइटले धोका दियो कि लुज भयो अरे के दुब्लाउनु भयो अरे के पहिलाभन्दा दुब्ला आएको धेरै मोटाइरहेको थियो अहिले चाहिँ अलिक दुब्लाएर के अरे पाइन्ट लुज भएर चाहिँ बेल्ट पनि ल्याउनु बिर्सिरहेको थिएँ पानी परेर हानेर मोबाइल भिज्छ त्यही भएर म यसरी हिँडिरहेको छु हामी चाहिँ कहाँ अरे कहाँबाट जाने फायर लाइन चोकबाट जान्छौँ बेच्नु राख्यो होला होइन जाउँ के भन्नुभएको है यो बोतल किन्न लागेको जस्तो लागेको थियो स्कुल जाने रहर गइसक्यो मलाई त कलेज जान मन लागिरहेको अहिले चाहिँ मिनी वाटरको बोतल जस्तो हेर्न यो चाहिँ यो काम छैन है यो बोतल चाहिँ भाइ यो बोतल यसले मोजा किन्नु यसले महारानी यता हेर्नु त सबै त बाला मान्छे ओ जब गर्ने भएपछि त कुरा छोड्देऊ न उसको त मैले यसलाई छ नि के अरे दराजको यतारि कुनामा सेतो म त कालो कि पुरै त्यही भएर यसलाई कालो किन्नु भनेर सज छैन आएको छैन ओके यसले होइन आज ब्रान्डेड मोजा किने खा गुचीको मोजा किने खा के 10 लाखमा 10 लाखमा मोजा किने खा कालो
हेर्न त हेरी मात्र होला किन्ने के होइन किन्ने के किन्दैन पानी पर्दैन म त अब म घर गएर भेट्छु ल मैले चाहिँ यो भिडियो घर पुगेर एडिट गरौँ न भन्दा हामी म्याजिकमा जानु लागेको थियो नि त त्यहाँ म्याजिकमा गएनौँ हामी चाहिँ अटोमा जान लागेको स्टार्टिङ पनि हाम्रो भ्लग स्टार्टिङ 3 जनाबाटै सुरु भएको थियो त्यही भएर मैले चाहिँ यता हेर न कस्तो बिसाको बसेको त्यही भएर मैले चाहिँ भिडियो पनि 3 जना हुँदाखेरि बन्द गरिदिउँ भनेर आज सोचेँ अब घर गएपछि के चाहिँ हुन्छ र त्यही त भने होइन यो भिडियो पनि एडिट गर्नु पऱ्यो अनि के अरे त्यो अर्को उहाँको टिभी काभ्रेली सम्धि छ नि त स्पेसल काभ्रेली सम्धि भिडियो एडिट गरेर पोस्ट गर्छु त्यो पनि गर्छु आज भ्लग चाहिँ यो फर्स्ट भ्लग भएर 8 बजी हुन्छ होला अरू बेला चाहिँ 7 बजी आउँछ आजलाई म चाहिँ मेरो भिडियो यहीँ टुङ्गाउन चाहन्छु हस् त धन्यवाद पछिसम्म भिडियो हेरेर साथ सपोर्ट दिनु होला त्यति भन्दै म चाहिँ यो भ्लगबाट बिदा हुन चाहन्छु हस् त नमस्ते सायनारा वेट बाइबलले के भन्छ कोरियनमा कोरियनमा के भन्छ जे भयो भने बाई आजलाई साथीहरू आजलाई यति नै भयो भिडियो हेरेर चाहिँ माया गर्नु नबिर्सिने होला हस् नमस्ते बाई 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 साथी